अहिले सामाजिक सञ्जालमा गङ्गु छेत्रीको 7.2 काण्ड भाइरल भइरहेको छ। यति बेला यस विषयलाई लिएर टिकटक, फेसबुक, युट्युब जस्ता विभिन्न सोसल मिडियातिर निकै नै भाइरल भइरहेको छ। हेलो, नमस्ते सबैजनालाई। मेरो नाम गङ्गु छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नुभएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु हैन। मेरै नाममा बनेको छ, थ्यांक यू। मेन कुरा म भन्न आएको चाहिँ सरी म बिर्सिहाल्छु हैन, सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो, ऊ नभनौँ वरेवर। अनि पब्लिक नगर्नुको कारण है त मेनली ऊ मेरो पास्ट भयो हैन। ओके, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र, डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि कोले याद गर्नुभयो हैन। अब सबैले भिडियो त हेरिसक्नुभयो होला हैन। यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त हैन, बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले हैन। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गरेर एकचोटि फेरि हेरिदिनु होला। जुन मेरो हातमा यो ट्याटु छ, यो मेडुसाको, आई गट दिस ट्याटु 1 वर्ष अगाडि है। अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसम्म मात्र राख्नु खोजेको थिएँ, बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो। अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा, मेनली कुरा चाहिँ है। अनि मलाई आत्तिनै आउँदैन क्या है। अब होइन, नराम्रो त लाग्छ होइन। अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या, नराम्रो कमेन्ट एउटा याद गरिहालेँ फेरि मैले होइन। भन्नुभएको छ तिम्रोहरूको थाहा छैन र हामीलाई, तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई, केही पनि थाहा छैन है। सो बेटर हुन्छ है कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम होइन। अनि जतिले पनि मेरोमा कमेन्ट गर्नुभएको थियो बिसी भनेर हाल्थ्यो, पोस्ट गर्थ्यो पहिलादेखि, नो ब्रो किनकि म फेसबुकमा छुइनँ। आई डोन्ट ह्याभ, मेरो अकाउन्ट छैन फेसबुकमा, न मेरो पेज छ न मेरो इन्स्टाग्राम छ। यो पनि मैले भने, मैले चलाउने भनेको यो टिकटक हो, एउटा मात्र छ। त्यही नि म एक्टिभ थिइनँ अस्तिसम्म होइन। मैले ब्रेक लिएको थिएँ किनकि म आफ्नै काममा बिजी थिएँ, त्यही भएर चाहिँ मैले ब्रेक लिएको टिकटकदेखि। अनि अहिले आउँदाखेरि त यस्तो छ। ओके, मेरो बाहिर आयो, मेरो भिडियो आउट भयो होइन। अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ, सी विल डाई भनेर। फक नो बडी, म चाहिँ यस्तो नो, आम चिल गर्ल होइन। अब लास बचाएर स्ट्रङ गर्ल होइन, लास बचाउनु भन्छ पनि भनेको थियो। अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या, सुन बहिनी यता सुने, तिम्रो लागि सानो मेसेज होइन। तिमीले पनि गरेको होला, भन्दिनँ गरेको छौ भनेर, गरेको होला, गर्न सक्ला होइन। प्लिज के भन्छ बी अवेर होइन, ख्याल राख्नु। अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन। यो चाहिँ एउटा चेतनामूलक नै भयो। मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला होइन।
अनि म के भन्छु भनेर राख्थे मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन तर म यति कुरा चाहिँ भन्छु फेक अकाउन्टहरु धेरै क्रिएट भएको छ मेरो अहिले हैन पहिलादेखि हुन्थ्यो तर पहिलाको भिडियो मेरो पहिला मेरो मैले जुन भोइसँग म भिडियो बनाउने गर्थे हैन त्यो डाइरेक्टली कसैलाई म के रे डेडिकेट गरेर बनाउँदिन थिए त्यो भिडियोहरु चाहिँ अहिले जाँदैछ हैन मेरो फेक आइडी बनाएर म के भन्छ म भएर चाहिँ यस्तो प्लिज म त्यस्तो त्यो के रे बिचारा भन्ने टाइपको छैन है मेनली कुरा चाहिँ अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले म स्ट्रङ छु थ्यांक यू सो मच तपाईहरु सबैजनालाई कतिले राम्रो कमेन्ट गर्नु भएको छ अनि अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो पनि भुल्दिन म कि नेपाली नै हो तपाईहरु नै हो